हामी 5 जना दिदीबहिनी पछि जन्मिएको यो भाइ हैन। यो चाहिँ जेठो भाइ, 2टा भाइ छ। अनि यहाँ छौँ हामी जेठी र कान्छी दिदी हैन। अनि यो भाइ हुने बेलामा चाहिँ मम्मीहरू भन्दा पनि सायद म नै धेरै खुसी थियो होला के। म चाहिँ यति धेरै भाइ 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 चाहियो भनेर हैन, खालि भगवानहरूलाई गएर ढुक्ने व्रत लिने सानैदेखिको एकदमै धेरै क्या। त्यो भाइ चाहिँ लाइक जसरी नै भाइ चाहियो हैन। स्पेसली भाइटिका आउने अनि त्यसपछि कस्तो धेरै भाइको मिस हुने, आफ्नो घरमा भाइ नभएको हुँदाखेरि एकदमै धेरै रुन आउने त्यस्तो गर्थेँ क्या म। अब म जेठी छोरी हैन, अभियसली अब अरू त बहिनीहरू सानै सानै थिए, त्यति धेरै अब ऊ पनि हुँदैन थियो हैन। अनि म चाहिँ अब सोमबारको व्रत लिने, त्यो जे हुन्छ नि कृष्ण अष्टमी यताउता जे लिने क्या म। भाइ चाहियो भनेर अञ्जलले मलाई कहाँ गएको नानी भनेर सोद्धा पनि मलाई भाइ चाहियो, म भगवानलाई भाइ माग्न गएको भनेर जान्थेँ अरे क्या, मलाई भन्नुहुन्छ गाउँमा पनि हैन। सो एकदमै धेरै क्या भाइको लागि प्रे गरेर जन्मेको यो हाम्रो भाइ हैन। आज चाहिँ यसको बिहे हुँदैछ है। कस्तो लाइक इमोसनल पनि भइँदो रहेछ भाइको बिहेमा पनि एकदमै हैन। सो हामी चाहिँ मम्मी म अनि बहिनी भएर भाइलाई पुरा रेडी बनाउँदैछौँ, एकदमै खुसी हुँदै हाम्रो बुहारी नानी लिन जाँदैछौँ हामी हैन। भाइलाई चाहिँ हेर्नु त कस्तो राजकुमार जस्तो देखेको छ नि त मेरो भाइ, क्या ह्यान्डसम देखिएको क्या। बिहेको दिन त झन् हेरिरहँ जस्तो लाग्ने थियो, टक्क परेको देखेको थियो हैन। हामीले चाहिँ उसलाई पुरा रेडी गऱ्यौँ अनि अलिअलि लाइक इमोसन पनि भयो हैन, रुन पनि आउँदो रहेछ है। बहिनीलाई बिदाई गरे जस्तो भाइको पनि बिहेमा त्यस्तो फिलिङ आउँदो रहेछ क्या गाइस। सो हाम्रो भाइ चाहिँ फाइनली रेडी भयो, अब हामी जान्छौँ जन्त लिएर।